होइन भात त मैले पेटभरि खाएकै हो, अलिकति ठाउँ पनि खाली नै राखेको थिएन। फेरि यो मुसा चाहिँ कहाँबाट दौड्यो कि भने अचम्म कि अब पेटमा मुसाले अति नै हङ्गामा मचाउन थालेपछि म चाहिँ खट्नै नसकेर जुरुक्कै उठेँ है। अनि पेटलाई एकछिन समाएर दायाँ बायाँ हेरेँ, कपाल पोको पारेँ। अब चाहिँ म बाँच्न सक्दिनँ भनेर खाटबाट जुरुक्क उठेर यसो टेबलमा हेरेँ त एउटा लाली चाउचाउ रहेछ। चाउचाउ चाहिँ म खान्न भनेर फेरि त्यो चाउचाउलाई त्यहीँ फ्यात्ता फालेर जुरुक्क उठेर ढोका घुरुक्क उगारेर बाहिरको बत्ती ट्याक्क बालेँ। बाहिर हेर्छु त फेरि ए भगवान् भूत आउने जस्तो अँधेरो के। अब बाटोमा बाघै हिँडे पनि पेटको मुसा धपाउनु नै छ भन्दै म भान्साकोठातिर लागेँ। ढोका घुरुक्क पारेँ, भित्र पसेर बत्ती ट्याक्क पारेँ। अनि सरासर केही नसोचिकन किचन ऱ्याक हेर्न गएको त लौ भड्डुमा त बासी भात रहेछ। बासी भात मात्रै त के गरी खानु त नि भनेर यसो किचन ऱ्याकभित्र ढोका उगारेर हेरेको त मासु पनि देखेँ हौ मैले त। बासी भात बासी मासु कसरी खाने हौ? फेरि एकछिन सोचेँ, होइन यतापट्टिको ढोका पनि उगार्छु भनेर यसो हेरेको त ल चाउचाउ पनि रहेछ, अन्डा पनि रहेछ। यति भएपछि त मेरो पेटको मुसा त भागिहाल्यो नि। पेटको मुसाले हङ्गामा मच्चाको झोकमा चाहिँ मैले हत्तपत्त कराईको मासुलाई बोडकोमा खनाएर कराई चाहिँ बसालिहालेँ नपखालिकन है। त्यही मासुकै लेदोमा चाहिँ भात भोड्छु भनेर भातलाई पनि आफ्नै हातले झ्याम्की झ्याम मुछेँ। अनि यसो अन्डा पनि निकालेँ दुईवटा, अन्डा पनि मिक्स गरेर खान्छु भनेर अनि अन्डालाई चाहिँ फर्स्टमा मैले फ्राई गरेँ। कति अल्छी भएको कि कराई त धुनुपर्छ नि भनेर भन्नुहुन्छ भने मासु पकाएको कराई हो कि अहिले भातमा पनि मासुको बास्ना आउँछ अनि धेरै भात रुच्छ नि त। त्यही भएर अनि अन्डा फ्राई भइसकेपछि भड्डुमा मैले मुछेको भात चाहिँ सबै खनाएँ अनि मस्त मजाले चलाएँ है। त्यसलाई चाहिँ मजाले मोलिने तरिकाले चलाएँ। अनि त्यसपछि आफूलाई कति नुन खान मन लाग्छ नुन माथिबाट सरर हालेँ। नुन हालेपछि पनि मैले चारैतिर मोलिने तरिकाले चाहिँ राम्रोसँग चलाएँ। अनि एकछिनसम्म त्यसलाई चाहिँ मजाले फ्राई हुन दिएँ है। अनि यो भुटेको भात चाहिँ जति फ्राई हुन्छ नि यति मिठो हुन्छ कि। अनि मलाई फेरि भुटेको भात चाहिँ लास्टै मनपर्छ कि। अनि फाइनल्ली भुटेको भात पनि पाक्यो कि। अनि थालमा हतपत मैले पस्किहालेँ है। अनि अघि मैले मासु पनि छ भन्थेँ नि, अनि मासु पनि मैले राखेँ। अनि अब यस्तो भोक लागेको थियो। अनि भोक लागेको रन्कोमा मैले फेरि तातो भात पनि नभनिकन गुवाम खाइदिएँ। अनि यति खाएपछि भने बल्ल मेरो पेटको मुसा चाहिँ शान्त भएपछि मलाई बल्ल आनन्द आयो। अनि पेटको मुसालाई स्वर्गलोकमा पुऱ्याएर थाललाई चाहिँ धारामा पुऱ्याएर हात धोएर भान्साको बत्ती ट्याक्क मारेर ढोका घुरुक्क लगाएर बाहिरको बत्तीलाई पनि ठ्याक्क पारेर सरासर भित्र गएर खाटमा चढेर सिरा कोडेर आनन्दले सुतेँ।